अनि यहाँ चाहिँ सिस्नोको पिठो पनि पाउन सक्नुहुन्छ। सिस्नोको धुलो यो चाहिँ जिरीको प्रिन्ट भएको ब्याग आई लभ जिरी भयो, जिरी नेपाल भयो। अनि यहाँ खुकुरीहरू, यो टोपीहरू, यो टोपीहरू पनि छ। यो चाहिँ ह्यान्डमेड टोपी। अनि यता चाहिँ छुर्पीहरू, हाम्रो जिरीको छुर्पी स्पेसली। अर्ग्यानिक खाउँ धेरै बाँचौँ भन्ने कसैलाई यदि छ भने चाहिँ यहाँनिर ढुक्क साथ आउँदा हुन्छ है हजुरहरू। सो हेलो हाई नमस्ते एन्ड वेलकम ब्याक टु अनदर ब्लग। जिरेल ब्लगमा फेरि पनि स्वागत छ यहाँहरूलाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ अहिले जिरी नगरपालिका भन्नु चाहिँ मिल्दैन, म काठमाडौँ आइसकेको छु हजुरहरू। काठमाडौँको यहाँ म चाहिँ बानेश्वरदेखि भित्र यहाँ शङ्खमूल भन्ने ठाउँमा छु। शङ्खमूल टावरको फर्स्ट फ्लोरमा चाहिँ हाम्रो जिरीको सबै सामानहरू पाइने लेकाली हाट घरमा म आएको छु। आउनुहोस् यहाँ चाहिँ के सामान पाइन्छ म हजुरहरूलाई देखाउँछु। फर्स्ट फ्लोरबाट आउँदा आउँदा यता राइट साइडमा चाहिँ यहाँबाट स्टार्ट हुन्छ। यहाँ चाहिँ यो जिरीको ब्ल्याक टी, यो चाहिँ जिरीमा बनेको अर्ग्यानिक ब्ल्याक टी भयो। अनि यता सिमीहरू छ। अनि यता मिक्स सिमी, यो चाहिँ जुम्लाको रहेछ। अनि त्यो चाहिँ लुक्ला सिमी अरे, लुक्लाबाट ल्याएको होला सायद। अनि यहाँ चाहिँ जिरीमा उत्पादन भएको आलुहरू भयो। आलु पनि धेरै थरीको छ यहाँनिर, निलो आलु लाने कि डल्लो आलु लाने कि मसिनो सबै। अनि यहाँ मकैको च्याख्ला छ। त्यसै गरी गहुँको पिठो भयो, आलुको तितौरा, आलुको तितौरा पनि देख्न सक्नुहुन्छ। यो चाहिँ एकदमै मिठो हुन्छ, मिक्स सातु, यो चाहिँ सर्वोत्तम पिठो भन्ने होला सायद। अनि यो सिमी भइहाल्यो। मिठे फापरको पिठो पनि छ है हजुरहरू, यहाँ सुपथ मूल्यमा पाउनुहुन्छ मिठे फापरको पिठो यो। अनि त्यसै गरी मिक्स सिमी, यो चाहिँ हेर्दाखेरि ट्याक्कै यो जस्तो मस्याङको दाल जस्तो रहेछ, तर यो चाहिँ सिमी नै हो रहेछ यो चाहिँ। अनि मकैको पिठो भयो, निलो आलु त्यहाँ छ। अनि यो चाहिँ लोकल बेसार भइहाल्यो, बेसार यो चाहिँ। अनि त्यस पछाडि सिलामको दाना भयो, यहाँ झुसे तिल भयो, यहाँ झुसे तिल पनि रहेछ, सिलामको दाना भयो, बोडी। अनि त्यसै गरी अनि यहाँ चाहिँ गिफ्टहरू दिनलाई लानलाई पनि तपाईँहरूले आउन सक्नुहुनेछ। यहाँ चाहिँ जिरीको प्रिन्ट भएको ब्याग आई लभ जिरी भयो, जिरी नेपाल भयो। अनि यहाँ खुकुरीहरू, यो टोपीहरू, यो टोपीहरू पनि छ। यो चाहिँ ह्यान्डमेड टोपी, नेपाली कागजको टोपी। यो चाहिँ हाम्रै जिरी बजारमा बनाएको टोपी। यो चाहिँ लाग्छ सुषमा श्रेष्ठ दिदीले बनाउँदा होला पक्कै पनि यो चाहिँ। अनि हेर्दै जाँदाखेरि अर्को महत्त्वपूर्ण कुरा चाहिँ यो चाहिँ दर्शन पोएम भन्ने चाहिँ हाम्रो जिरी नगरपालिका वार्ड नम्बर 3 निवासी दर्शन केसीजीले चाहिँ, उहाँले चाहिँ नाकले टाइप गरेर लेख्नु भएको उहाँको कविता होला सायद। अपाङ्ग हुनुहुन्छ उहाँ शारीरिक रूपले, भने उहाँले चाहिँ नाकले लेख्नुहुन्छ। उहाँको पनि यो बुक किनेर पनि हेल्प गर्न सक्नुहुनेछ यहाँहरूले। त्यसै गरी यता चाहिँ छ खरीको सामानहरू पनि रहेछ, खरीको, खरीबाट बनाएको यो चाहिँ। अनि जिरी याकको पनि यहाँ रहेछ यो भयो। अनि घिउ सिमीहरू छ, भटमास भइहाल्यो, मस्याङ भयो। अनि यो चाहिँ जिरीको पिक्चर यहाँनिर बनाएर राख्नु भएको रहेछ। अनि यो चाहिँ फेरि सिन्धुलीको जुनार होला है, जुनारको जुस रहेछ यहाँनिर। अनि गहतको दाल भयो, कालो मास भयो। अनि अहिलेको स्पेसल यो मैले पनि देखाएको थिएँ यसलाई, यो चाहिँ बाँसबाट बनेको गेटवे टु माउन्ट एभरेस्ट भनेर जिरीको विशेष स्पेसली यो थर्मस टाइपको होला होइन। ओहो, चियाहरू राखेर ग्रिन टीहरू खान मिल्ने रहेछ यसमा चाहिँ। यो चाहिँ मलाई एकदमै मन परेको अहिलेको, यो मैले फेसबुकमा देखाएको थिएँ अस्ति। अनि जुनेलो, यो जुनेलो चाहिँ मजाले, यसको बोर्ड चाहिँ उसको जस्तै हुँदो रहेछ। मैले अस्ति भर्खरको चिनेको होइन, गाजाको भन्दा पनि त्यो सामा भन्ने कि के भन्ने जस्तै, धानको जस्तै देखेको थिएँ क्या मैले। अनि यहाँ चाहिँ सिस्नोको पिठो पनि पाउन सक्नुहुन्छ, सिस्नोको धुलो यो चाहिँ। अनि यता चाहिँ जिम्बु पनि रहेछ।
जिम्बो भयो अनि यो के हो सेरगमको पिठो सेरगमको पिठो हो यो चाहिँ तर देख्दाखेरि त ठ्याक्कै मकैको च्याख्ला जस्तो देखिँदो रहेछ उवा विशेष एकदमै राम्रो चिज यो है फेरि उवा यो चाहिँ जौ प्रजातिमै पर्छ यो उवा चाहिँ अनि यहाँ चाहिँ यो पर्सहरू स्पेसली यो गाँजाको होला यो हो भन्ने चाहिँ हिमालयनको रहेछ गाँजाबाट बनेको चाहिँ रहेछ यो पर्स चाहिँ अनि यता चाहिँ छुर्पीहरू हाम्रो जिरीको छुर्पी स्पेसली जिरीको छुर्पी भयो अनि यो चाहिँ के हो रातो च्याउको सुकुटी रहेछ हेर्नु रातो च्याउको सुकुटी पनि छ अनि यता दालहरू भइहाल्यो यो चाहिँ भिरमह पनि रहेछ यहाँनिर कोकोलाई चाहिएको छ आएर लिँदाखेरि हुन्छ हजुरहरू अनि गाईको घिउ भइहाल्यो अनि त्यसै गरी यता छ घिउहरू छ यता अनि यो भयो यो चाहिँ जिरीको रेनबो ट्राउट माछा यो चाहिँ जिरीमा पालेको माछा यो चाहिँ अनि त्यसै गरी यो कोदोको पिठो रायोको गुन्द्रुक स्पेसल्ली रायोको गुन्द्रुक चाहिँ एकदमै मिठो हुन्छ है हजुरहरू ल लगभग म लेकाली हाटघर चाहिँ घुमिसकेँ हजुरहरू पनि आउनु होला भिजिट गर्नु होला काठमाडौँमा मेरो भ्लग हेरेर कसैलाई यदि सामानहरू चाहिएको छ भने यहाँ सिधै बानेश्वरको शङ्खमुलमा आउन सक्नुहुनेछ यहाँहरू र यहाँ चाहिँ सुपथ मूल्यमा पनि पाउन सक्नुहुनेछ हजुरहरूले जिरीको प्राय अर्ग्यानिक सामानहरू सबै यहाँ पाइन्छ अनि जस्तै टमाटरहरू भयो आलु भयो अब सागको सिजनमा साग अब काउलीहरूको सिजनमा काउली साउली सबै जिरीबाट नै आउँछ यहाँ चाहिँ सामानहरू ल अर्ग्यानिक यदि कसैलाई अर्ग्यानिक खाउँ धेरै बाँचौँ भन्ने कसैलाई यदि छ भने चाहिँ यहाँनिर ढुक्क साथ आउँदा हुन्छ है हजुर।